नमस्ते गाइज। रौतहट 4 को ताजा अवस्था के छ? रौतहट 4 का जनताले ऋषि धमालालाई काम चाहिँ गराउने, मत नदिने भनेर ती रौतहट 4 का जनतामाथि श्रम शोषणको बात लाग्ने सम्भावना छ। त्यस्तै अर्का उम्मेदवार प्युठान 1 बाट उठेका नेकपा एमालेका उम्मेदवार सूर्यबहादुर थापा लाई पनि प्युठान 1 का जनताले काम चाहिँ गराएको तर मत नदिएको जस्तो त्यहाँ पनि देखिन्छ। त्यहाँका जनतालाई पनि श्रम शोषणको बात लाग्ने सम्भावना छ है। हेर्दै जाउँ अन्तिमसम्म के परिणाम आउँछ। अहिलेको परिणाम हेर्दा रौतहट 4 का जनता र प्युठान 1 का जनतालाई श्रम शोषण गरेको आरोप लाग्ने सम्भावना बढी छ है त।